भिडियो गर्नु हेर्नुहोस् त आज हाम्रो क्रिसमस कार्यक्रम चल्दैछ। यहाँ दाल पाक्दैछ, यहाँ खाना भात पाक्दैछ, यतै सलाद यहाँ आन्टीले बनाउनु भएको छ। एकदम राम्रोसँगले सजाउनु भएको छ आन्टीले। को आन्टी हो त्यो चाहिँ तपाईँहरू आफै गेस गर्नु होला। अब यो यहाँ खानाहरू छ हो। यहाँ अचार हेर्नुहोस् न, अचार क्या दामी अचार बनाएको छ। खाइहाल्नु जस्तै भएको छ। यहाँ अमिलो कागती काटेर ठिक्क पारेको छ। यहाँ हेर्नुहोस् आलु फ्राई हुँदैछ। यहाँ आलु फ्राई हुँदा नि भाजी हुँदैछ। अनि यहाँ पापड पनि पकाएर राखिसकेको छ। दाल पाक्दैछ। खाना काँचो काँचो हुने अवस्था छ। हेर्दैछन् मजाले। अब यता चाहिँ अब यहाँ कुकहरू हुनुहुन्छ। यहाँ खाना चाहिँ राम्रो बनाऊ है साथी हो। अनि यतातिर यहाँ हेर्नुहोस् न। अब यहाँ एकदम राम्रो छ हो सालबारी भन्ने जग्गा। यो जग्गामा चाहिँ अब साथीहरू आउँदै हुनुहुन्छ। यतातिर खाना खाने ठाउँ यहाँ टेबलहरू राखिएको छ। खाना खानुलाई एकदम तयार पारिएको छ। यता सालबारीको चर्च हो यो चाहिँ। अनि यहाँ उहाँ चाहिँ मेरो श्रीमान हुनुहुन्छ। कता जानुभएको। अनि यस्तो छ हो। अहिले अँधेरो छ, देखिरहेको छैन। अनि यता यहाँ हाम्रो छिमेकी हुनुहुन्छ। एकदमै झिलिमिली छ यहाँ। यहाँनिर चर्च एकदम सजावट छ हो। यहाँ एकदम स्टाइल तरिकाले चाहिँ यहाँ अब जुत्ता चप्ली राख्ने ठाउँ सिँढी बनाएको छ। अनि यहाँ पास्टरको छोरी हुनुहुन्छ, कान्छी छोरी। सजाएर एकदमै राम्रो बनाएको छ। अब यहाँ म माथि चर्चमाथि चढ्दैछु। सिकुवा हो यो चाहिँ। यहाँ चाहिँ भित्र हो एकदमै। अब यहाँ म भित्र जाँदैछु। उज्यालो छ, राम्रो छ, रमाइलो छ। सालबारी दामी छ है। भोइहरू बस्नु भएको छ। नानीहरू नाच्नलाई एकदम चर्च सजाउनलाई चाहिँ एकदम छिटो भइरहेको छ। छिटो गरिरहेका छन्। एकदमै झिलिमिली पार्दैछन् नानीहरूले। बेलुनहरू फुलाउँदैछन्। बेलुनहरू लाउँदैछन् नानीहरूले। राम्रो तरिकाले सजाएको छ। सजाउँदैछन् नानीहरूले। बेलुनहरू फुलाउँदैछन्। बेलुन एकदमै फुलाएर यहाँ एकदमै तयार गर्दैछन् यो नानीहरूले। भाइ बहिनी नानीहरूले चाहिँ एकदमै राम्रो सजाउँदैछन्। यहाँ हाम्रो भाइ हुनुहुन्छ, यहाँ भाइको छोरी हुनुहुन्छ। अनि यहाँ बेलुनहरू एकदमै फुलाउँदै हुनुहुन्छ। हेर्नुहोस् त।